Teach me about coffee. No. Tina. Americano. I know more. Canada try गरेर. So espresso भनेको चाहिँ तपाईको प्योर एक्सट्र्याक्सन अफ कफी बिन्सहरु हो। यो चाहिँ टेस्टमा एकदमै बिटर र हार्श हुने गर्छ। त्यसले गर्दा सबै मान्छेले चाहिँ यो रुचाउँछ भन्ने चाहिँ छैन। अनि कति जति पर्छ यसको? चाहिँ तपाईको 180 समथिङ पर्न जान्छ। 180 मान्छेहरु 180 तिरिरहेछ जुन मिठो नि छैन। वर्ल्डमा अलिकति फेमस कफी भनेको चाहिँ क्यापुचिनो हो। ब्यालेरिना क्यापुचिनो। पोटाटो भनेको चाहिँ 1:1 रेसियो वाला कफी हो। पिकोलो भनेको चाहिँ हामीले बेबी लाटे भनेर पनि चिन्ने गर्छौं। कफी चाहिँ जस्तै कि पोटाटो पिकोलो चाहिँ कस्तो हुन्छ भने खाइरहेको कम दुध खानु छ तै पनि दुध खानु होला कफी मन पर्छ भने चाहिँ तपाईले त्यो युज गर्न सक्नुहुन्छ। कस्तो हुन्छ भन्दाखेरि जति जसले कम दुध खान मन लागेको छ नि तिनीहरूले चाहिँ तै पनि लाटे भनेको चाहिँ एउटा आर्ट हो। त्यसको लागि चाहिँ फर्स्टमा तपाईले मिक्सिङ गर्नुपर्ने हुन्छ। त्यसपछि भनेको पोरिङ गर्नु पर्यो। पोरिङ गर्दाखेरि चाहिँ तपाईको माइन्ड भनेको एकदमै फोकस हुनु पर्यो र मिहिनेतका साथ पोरिङ गरिसकेपछि मात्रै चाहिँ एउटा पर्फेक्ट लाटे आर्टहरु चाहिँ बनिरहेको हुन्छ। अनि के भन्छ लाटे आर्टहरु बनाउन गाह्रो हुन्छ र